आज मेरो स्पेसल सपिङ हुँदैछ, त्यही भएर मैले तपाईँहरूलाई देखाउनु खोजेको। तपाईँलाई म आज धरानको गल्ली गल्ली घुमाउँछु, तर घुम्ने मान्छेले चाहिँ हेर्नु चाहिँ पर्यो। बात तो सही है। दाइ फोन भयो। म चाहिँ बजार निस्किँदैछु। यो चाहिँ भानुचोकको अलिकति मुनतिर हो। यहाँ मास्तिर चाहिँ अब तपाईँले भानुचोक पनि देख्नुहुन्छ। हतार छ मलाई है, अगाडि जानु दिनु न भन्नु पनि नमिलेको। यस्तो भिड हुन्छ अब जाममा फेरि। सबलाई हतार। म चाहिँ फेरि यहाँ काम सकेर गएर ट्युसन पढाउनु पर्ने। यस्तो लाइफ है मेरो त। स्कुल छुट्टी भएर निस्केको, यति सकेर ट्युसन पढाउनु पुग्नु पर्ने। हतार हतार छ। मार्नुहुन्छ होला हौ लेन काटेर यता आएर चाहिँ। सबलाई मलाई जस्तै हतार। त्यो चाहिँ हाम्रो धरानको मुटु। मेरो चाहिँ फोन बिरामी भएको फोनलाई लिन आएको हो कि खासमा। बिहानै आएर यहाँनिर हालेर चाहिँ सकिदिनु भयो भन्ने कुरा चाहिँ सुने। फोन गर्नुभएको थियो दाइले, सक्ने बहिनी भनेर। फोन लिन आएको। यतै राखिदिनु कि के हो, नो पार्किङमै। पारिपट्टि छ पार्किङ, यहीँ राखिदिनु पऱ्यो। एकछिन त हुन्छ ल। मार्नुहुन्छ होला हौ होस्, एकबारी लान्छु। अटेरी गर्नु हुँदैन। दाइ फोन भयो। हजुर हजुर। कति हो यो? साउन्डको त भएन रहेछ है दाइ। डाउनको चाहिँ भोलम बटन चल्दैन थियो कि, न त मैले घरमा नि आफै रिसेट गर्थेँ नि त। अफमा चाहिँ फेरि डाउन चाहिँ यसरी गरेर डाउन गर्नुपर्छ हो। एकचोटि हजुरले ट्राई गरिदिनुहोस् त, कि मैले नजानेको हो त। ठिक छैन, छोडिदिनुहोस् त हुन्छ। लक खल्यो भने भइहाल्यो। कति हो? 400। फोन पनि बनियो। एक्कासी बिहान न्यु खोजेर क्या मेरो फोनले। बिहान ठिकै थियो, उठेर कल गरेँ त्यहीबाट। अनि त्यसपछि लक लागेको, खोल्नै मानेन। यो चाहिँ थमेल मोमो हाउस, धरानको, काठमाडौँको होइन ल गाइस। मलाई बोल्नु यस्तो अप्ठ्यारो भइरहेछ नि। अम्बो वान वेमा कता हौ? सबै टु वे भइसके जस्तो छ हाम्रो वान वे त। एउटा गीत छ नि, धरानको पुरानो बजारमा भन्ने हो। धरानको पुरानो बजार भनेको चाहिँ यही होला। धरानको पुरानो बजारमा कोही केटाकेटीलाई देखेको। ला अब म पनि वान वेतिरै त जानु पर्यो नि। माथिबाट उता लाग्नु पर्थेछ, अब यहाँ तलबाट त जानु दिँदैन। अब तलबाट घुमेर निस्किनु पर्यो। टेट दिमाग खराब। बोल्दै बोल्दै म त तल पो आएछु त। मलाई चाहिँ यो यतातिर जानुपर्ने थियो क्या। अब यता जानु पाइँदैन, नो इन्ट्री छ है। अब अलिक तल झर्नु पर्यो, अनि सानो छिडीबाट भित्र छिर्नु पर्यो, अनि घुमेर त्यता आउनु पर्यो। काम पनि हुन्छ हुँदैन, यहाँदेखि छिर्नु पर्यो है। तपाईँलाई म आज धरानको गल्ली गल्ली घुमाउँछु, तर घुम्ने मान्छेले चाहिँ हेर्नु चाहिँ पर्यो।
निकेतन गल्ली भान्चोको पछाडिपट्टि है। यहाँदेखि उता चाहिँ सिकुटीहरू पनि पाइन्छ, तर म चाहिँ ला मेरो क्यामेरै तल झरो, सिकुटी पाउनेतिर जाँदिनँ है, किनभने मेरो यता बसतिर जाने काम छ नि त। यता लाग्दिनु पऱ्यो। हुनु चाहिँ यो पनि वान वे नै हो कि, अब अरूहरू अघि वान वेमा हिँडिराख्नु भएको थियो, म नि हिँडिदिन्छु। धेरै टाढो जाँदिनँ, यहीँसम्म मात्रै हो। यहाँ त मैले खोजेको कुराहरू पाउँछ कि त पाउँदैन होला हौ, यता त पाउँदैन होला हौ, फर्किदिन्छु। ढेर त जानु हुँदैन, वान वे हो। अहिले ट्राफिकले भेट्नु भयो भने बेकारमा 1000 रुपियाँ जान्छ। अब अघि आएकै बाटो फर्किनु पऱ्यो त पाउँदैन रहेछ। मैले खासमा बुटिक खोजेको क्या साथीहरू, बुटिक। आज मेरो स्पेसल सपिङ हुँदैछ, त्यही भएर मैले तपाईँहरूलाई आया देखाउनु खोजेको होइन। स्पेसल सपिङ चाहिँ खोइ त कतिखेर गर्नु त स्पेसल सपिङ, त्यस्तो तनाव छ। अब कतिखेर स्पेसल सपिङ सकेर ट्युसन पुग्नु होला नि म। मेरो जस्तो जिन्दगी त त्यही माथि हेर्नु न, यस्तो जाममा परिन्छ बाफ्रे। अब के गर्नु, म हाँस्नु कि रुनु? हाँस्नु होइन, रुनु पनि होइन, ब्याक गर्नु होला नि त हौ अब। टेम्पो त हेरिबस्छ त हौ, मेरो अगाडि भएको टेम्पो त नजाने हो कि के हो, म हिँड्नु पऱ्यो यस्तो छ। त्यता हो क्या साथीहरू सिकुटी लाइन चाहिँ, तल्लोपट्टि माथिल्लोपट्टि टन्नै छ सिकुटी। यता चाहिँ यतै किन्न आउनुपर्छ। केजीको 1600 कि कसरी भन्दै हुनुहुन्थ्यो मैले अस्ति सोद्धाखेरि। यो चाहिँ घन्टाघरको पछाडिपट्टि धरान सहर भनेर भन्नुहुन्छ होला, यस्तै छ है हाम्रो धरान चाहिँ। घुमे फेरि रुम्जाटार भने जस्तै म फेरि त्यही भानुचोक आइपुगेँ। अनि फोन लिनुपर्ने थियो र त्यहाँ तल गएको माथि गएको। यहाँदेखि म उतातिर तेर्सो लाग्नुपर्ने हुन्छ साथीहरू। ल हुन्छ होला, यहाँ छ एउटा बुटिक चाहिँ होइन, यसै राखिदिनु पर्ला। यहाँ अगाडि पनि थियो, यहाँ चाहिँ अहिले हटाउनु भएछ। ल कोही हुन, एक्सक्युज मी दिदी, बुटिक है? यस्तो बन्छ दिदी? बन्छ बहिनी, यस्तो बन्दी यस्तै त हो, यो ब्ल्याक टाइपमा, तर अब प्रिन्टहरू चाहिँ डिफ्रेन्ट चाहिँ पाउनुहुन्छ। हजुर, कतिसम्म बनाइदिन सक्नुहुन्छ यो सिट? लाइक तपाईँ यही? हजुर, यसमा तपाईँलाई के चाहिन्छ? यसमा यो सबै सेटै? हजुर, यो सल पनि? हजुर सल पनि, अनि सलको पनि त्यस्तै। यो लेस त होइन नि है दिदी? वर्क नै है? हजुर अब यो यिनीहरू सबै सिमिलर वर्क गरेको छ, त्यो तपाईँहरूको राईको त्यो हुन्छ नि, के भन्छ त्यो? हजुर, यसलाई बुन्छेन भन्छ। गर्दाखेरि तपाईँको कति पर्छ म क्यालकुलेसन गर्छु नि। ए हुन्छ, हस्। हजुरलाई 22-23सम्म बनिन्छ भने। 22-23सम्म अलिकति मिल्दैन दिदी? मिलाएरै भनेको मैले। हजुर, मिलाइदिउँला नि त 20सम्म। ए हुन्छ दिदी, म भोलि कन्फर्म गर्न आउँछु है। के गर्नु गाइस, 2 दिनको जिन्दगीमा बिहे गर्ने पर्यो होइन। बात त सही है। अब बिहेको लुगा खोज्दै हिँड्नु पर्या छ। अब अरू पनि बुटिकतिर यसो बुझी हेरौँ न 1-2वटामा। म चाहिँ फेरि
धेरै ठाउँ दाम बुझ्ने खालको मान्छे हो कि ले हतारको बेला त छ्या ये क्या हुआ कति घन्टा बस्नु पर्ने हतार भएको मान्छेलाई चाहिँ चिया दिनु भन्छ नि तातो पानी दिनु अरे हो मलाई पनि त्यस्तै भयो अब यहाँ हतार गरेर हिँडेकै परिहाल्यो नि तातो पानीमा पछाडि नि ब्याग भइसक्यो A few moments later. सबैजना ट्रकवालासँग रिसाइसक्नु भयो ट्रक किन नचलेको हो खासमा यहाँ त ठुलो गाडी पस्नलाई मनाइ गरेको जस्तो लाग्छ त यो धरानको सब्जी मन्डी नयाँ सब्जी मन्डी भनेर भन्छ अघि म पर पुरानो बजार भने नि हो त्यहाँ नि सब्जी मन्डी छ त्यहाँदेखि त्यसलाई चाहिँ पुरानो सब्जी मन्डी अर्थात् पुरानो बजार भनेर भन्छौँ भने यसलाई चाहिँ नयाँ बजार भनेर भन्छौँ यो नै रहेछ बुटिक चाहिँ एक्सक्युज मी दिदी तपाईँहरूको बुटिक पनि है मलाई एउटा सामान बनाउनु थियो सुन्नुहोस् न यस्तो बन्छ होला यो हजुरको नम्बर ए हस् भरे हजुरलाई म वाट्सएप गरिदिन्छु नि त्यही कुरा गरौँ न त म्याम अनि 99 सप चाहिँ यहाँ छ होला हौ धरानमा माथि देख्नुभयो होला है तर म चाहिँ 99 सप खुलेदेखि गएको छैन यो बालाजीमा चाहिँ के पस्ने हो पस्दिनँ फर्किनु पऱ्यो बुटिकहरू छैन रहेछ यो साइडमा धरानकै भएर पनि हरेक कुराहरू याद हुँदैन क्या मलाई चाहिँ कहाँ कहाँ के पसलहरू हुन्छ भनेर अनि हेर्न दुःख पाएको मैले अब यहाँभित्र एकचोटि म हिजो पनि सोध्नलाई चाहिँ आएको थिएँ कुनमा आएको थिएँ भन्ने कुरा फेरि बिर्सेँ मैले एक्सक्युज मी म्याम म हिजो पनि आएको थिएँ बहिनीसँग कुरा भएको थियो यो ड्रेस बनाउनुको लागि हजुर त्यही होइन यही प्रिन्टमा अनि यो सलको पनि यही प्रिन्ट अलिकति महँगो पर्छ नि हजुर खासमा चाहिँ साडी पनि छ नि त तपाईँको हजुर साडी चाहिँ ठिकै छ 1800 गरिदिन्छु एकदम लास्ट रेट भनेको तर योभन्दा चाहिँ म राम्रै गरिदिन्छु हेर्नु कि खालि साडी हामी धेरै बनाएको 25 हो नि बहिनीको बोली चाली यताउता सबै राम्रो लागेर मैले बनाइदिएको मात्रै हो थ्याङ्क यू दिदी 2500 हो क्या यो घुम्टो लाउँदा चाहिँ हजुर भन्नुभएको छ कामहरू कस्तो हुन्छ हजुर मलाई मन पर्यो राम्रो गर्नु हुँदो रहेछ यो अनि यो पनि मलाई राम्रै लाग्यो यो पनि साडी त राम्रो छ हजुर त्यो चाहिँ साडी मात्रै बनाउनु दिनु मन परायो भने यस्तै टाइपले गरिदिन्छु क्या ए हुन्छ बिहाको लुगा हो नि त हजुर हजुर पातलो काम हालेर त भएन नि त राम्रो पनि देख्नु पर्यो होइन हस् हुन्छ हस् थ्याङ्क यू दिदी बल्ल काम भयो के गर्नु गाइस एक बारको जिन्दगीमा यहाँदेखि सट्ट ओह्रालो छिर्नु पाए पनि त हुने नि पाउँदैन फेरि हो पल्लो छेउ निस्केर ओह्रालो छिर्नु पर्छ यो ट्युसन र स्कुल त ल ठिकै छ होइन 10 देखि 4 मात्रै हो ट्युसनले गर्दा चाहिँ एकदमै झनै टाइम हुँदैन म फेरि घुमेँ फेरि रुम्जाटार भने जस्तो अघिको निकेतन गल्ली आइपुगेँ अनि अब म यहाँदेखि ठ्याक्कै लाएर सुकुटी भएको ठाउँतिरै जाँदैछु अनि त्यहाँदेखि सट्ट ओह्रालो लगेर घर पुग्छु
खाजा पनि खानु पाएको छैन, भोक पनि लाग्दैछ। हानिदिन्छ होला हौ, के साह्रो बटारेको। ल ल ल, कहाँ आइदिइराख्नु भएको? ल ल ल, अब के भनेर खै। हुन्छ ल ल, यताबाट छैन? छैन भाइ, यताबाट पनि। हतार भएको मान्छेलाई छेकेर छिर्नु हुँदैन हौ, रङ साइड त छोडिदिउँ। बरु हतारै भयो भने बिस्तारै जान्छु म। के हो, मेरो त साइड लाइट पनि छैन त। घर आइपुग भनेर डन भएको हो कि के हो म? स्टुडेन्टहरू आइसक्नु भएछ, मार्नुहुन्छ होला मलाई।